हेलो साथीहरू, नमस्ते सबैजनालाई है। आज म तपाईँलाई मेरो कृषि फर्म देखाउन गइरहेको छु। आज बिहानको मेरो काम भनेको, हिजो म घरबाट पुगेँ अनि आज बिहानको काम भनेको चाहिँ मेरो यो सबै यो नालाहरू मजाले हैन एक एक फिट गहिरो खन्याएको छु। अझै यो खन्न बाँकी छ हैन। अहिले गर्मी भएर मैले काम छोडेको। यसरी मजाले हामीले यसरी नाला खन्ने, फर्मलाई चिटिक्क बनाउने के। फर्ममा पानी यसरी हेर्नु दि पानी पसेर कस्तो भन्छ। यो पानी चाहिँ यो यसरी हुनु भएन कि, यसलाई सुक्खा के एकदम सुक्खा बनाउने। अनि यो मजाले हामीले कुलो नालोहरू निकाल्ने हैन। अनि म तपाईँलाई के देखाउन गइरहेको छु भन्दाखेरि, अस्ति घर जानुभन्दा 2 दिन अगाडि भनेपछि आज 7 दिन भयो। 7 दिन अगाडि मैले यो यसरी क्रेटमा ब्यार्नो राखेको थिएँ कि मैले। यो चाहिँ सबै काँक्रोको ब्यार्नो हो। एउटै पनि नछुटिकन सबै मजाले सबै प्रत्येक ठाउँमा यो ब्यार्नो उम्रेको छ, प्रत्येक स्टेपमा हैन। हामीले यसको लागि के गर्नुपर्छ भन्दाखेरि, हामीले यो भुइँमा राख्यो भने यो ब्यार्नो बिग्रिनु के अरे तपाईँको बिउ बिग्रिन सक्छ हैन। अनि टाइम लाग्ने हुन्छ। हामीले यसरी मजाले क्रेटमा यसमा योलाई भन्छ यो कोकोपिट र यसमा यो गनेउला मल के। गनेउला मल भनेको तपाईँहरूले थाहा नै होला। यो गनेउला मल र कोकोपिट मिक्स गरेर हामीले यसरी मजाले यो बिउलाई यसमा राख्यो भने ब्यार्ना पनि यस्तो मजाको निस्किन्छ। र यो ब्यार्ना भनेको हामीले अब यो 7 दिनको ब्यार्ना हो यो। अबको 5 दिन 12 दिनमा मेरो यो रोप्नको लागि रेडी भइसक्छ हैन। अब त्योभन्दा अगाडि नै होला जस्तो छ। यो गर्मी मौसम भएर मजाले तपाईँहरूले देख्न सक्नुहुन्छ। यो सबै अब मेरो रोप्नको लागि रेडी भएको ब्यार्ना हो हैन। अनि तपाईँको काउली चाहिँ हामीले अब यो सिजनमा जता छरे नि अहिले तपाईँको मजाले निस्किन्छ। यो चाहिँ टमाटर हो। टमाटर चाहिँ यो मैले भुइँमै छरिदिएको है। भुइँमा पनि यस्तो मजाको ब्यार्नो निस्केको छ। अनि यो काउलीको चाहिँ ब्यार्नो यता छ। हिजो मैले एक लट घरबाट आइसकेपछि मजाले सारे है। काउली पनि कस्तो मजाको भएर आएको छ। अस्ति भिटामिन हानेर गएको थिएँ, राम्रो फस्टाएर आएको छ। अनि यो चाहिँ अलि पछिको लागि स्टेप बाई स्टेप निकालौँ भनेर, अब बजार रेट पाएन भनेर गुनासो गरेर मात्रै पनि हुँदैन नि त। हामीले कहिले निकाल्ने भन्ने कुरा त हामीले पनि त यसो बजारको एनालाइसिस गर्नु पर्यो हैन। त्यही भएर मैले यो प्रत्येक लटमा हैन, एउटाले रेट नपाए पनि अर्कोले रेट पाउँछ। हामीले मेन भनेको रेट पाउने हैन कि, हामीले चाहिँ कसरी हुन्छ उत्पादनलाई वृद्धि गर्ने हो के। अहिले हामीले 5000 किलो निकालिरहेछ भनेपछि 10000 किलो कसरी निकाल्ने भन्ने सोच राख्ने हो कि। होइन 50 रुपियाँको ठाउँमा 100 रुपियाँ आइदियो भन्ने सोच राखेर कहिले पनि हुँदैन। मार्केट प्राइस भनेको हाम्रो हातमा हुँदैन हैन। त्यही भएर तर उत्पादन चाहिँ हामीले कसरी वृद्धि गर्ने भन्ने कुरा चाहिँ हाम्रो हातको कुरा हुने भएर हामीले चाहिँ जे गर्न सकिन्छ त्यसमा लागि पर्ने हो। अब यसलाई चाहिँ यसको ठुल्ठुलो बोटाहरू आज निकालेर सार्छु। अनि यो चाहिँ केही दिनमा हुन्छ है साथीहरू, यही हो। अनि अस्ति मैले घर जानुभन्दा पहिले यसरी विभिन्न लटमा मैले टमाटर लगाएर गएको थिएँ। योभन्दा अलि ठुलो भइसक्यो उताको हैन। अनि काउली पनि ठुल्ठुलो भइसक्यो। अनि छेउछेउमा पुरै सिमी हालिदिएको छु, करेला हालिदिएको छु। यताउता सबै तपाईँहरूले देख्न सक्नुहुन्छ। छेउछेउमा मजाले यस्तो करेलाहरू पनि हालिदिएको छु। प्रत्येक टनेलामा 5-10 बोट करेलाहरू पनि छ हैन। अनि छेउमा काउली पनि छ। अनि छेउछेउतिर सिमीहरू पनि हालिदिएको छु। टमाटर पनि दसैँमा निकाल्ने गरी टार्गेटमा गइराखेको हो। अनि सबैभन्दा राम्रो कुरा भनेको मैले तपाईँको बारमा पनि मजाले यसरी यो फर्सीहरू राखिदिएको है। फर्सीको बोटाहरू रोपिदिएको, यस्तो राम्रो फल्यो होइन। यसले मलाई धेरै राहत गर्यो। यो मजाले चिचिल्ला पनि लागिरहेका छन्। अनि यसले यस्तो राम्रो उत्पादन गरेको, मैले 3 क्विन्टल जति त यसबाटै बेचेँ। अनि फर्सी मुन्टा पनि प्रत्येक दिन 8-10 मुन्टाहरू मजाले गइराखेको छ। अहिले चाहिँ चिचिल्लाहरू धेरै लागिरहेको भएर मैले मुन्टा चाहिँ अब टिप्न छोडिरहेको होइन। किन भन्दाखेरि मुन्टा एउटा मुठामा 20-30 रुपियाँको जान्छ, तर 12-15 वटा मुन्टा हाल्नुपर्ने हुन्छ। त्योभन्दा प्रत्येक उसमा चिचिला यस्तो मजाले लागेको छ। एउटै 6-7 किलोको 1-2 किलोको हुन्छ। अनि रेट पनि अहिले बजार भाउ पनि राम्रो छ। त्यसले गर्दाखेरि अब फर्सी नै बनाएर बेच्ने राम्रो उत्पादन दिएको छ यसले नै। अनि छेउछेउतिर मैले जग्गा खाली नरहने गरी मजाले यसरी सिमी बडीहरू पनि हालिदिएको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ। हामीले चाहिँ कसरी हुन्छ उत्पादन लिने हो क्या साथीहरू। हामीले चाहिँ बजार भाउ आएन आएन हो, बजार भाउ आएन। अब देशको अवस्था यस्तै छ होइन। त्यो पनि एउटा गुनासोको विषय त हो। तर एउटा मन शान्त पार्नको लागि त्यो गुनासो गरेर भएन। तर कसरी मजाले हामीले के भन्छ उत्पादन बढी लिने भन्ने कुरामा सोचौँ। मजाले मैले त्यस्तो गरिदिएको छु। छेउछेउमा सिमी हालिदिएको छु। अनि
टमाटर उतापट्टि हालिदिएको छु अनि यो खाली ठाउँमा कतै पनि छैन। यो चम्सुरहरू पनि भित्रभित्र हालिदिएको छु, चम्सुर धनियाँ, किनकि यो केही समयमा उखेलेर बेच्ने हो। यसले टमाटरलाई केही समयको लागि हानि पुर्यायो भने पछि मलजल गर्दाखेरि फेरि फस्टाइहाल्छ। अनि छेउछेउमा यो मजाले तपाईँको सिमी हालिदिएको छु, यी काउलीको बोटाहरू हिजो रोपेको, घरबाट आएपछि हिजो मजाले रोपेको। छेउतिर सिमी छ, काउली छ होइन, मजाले देख्न सक्नुहुन्छ। अनि टमाटर पनि यो सानो सानो भइरहेको छ होइन। यो दोस्रो लटको, पहिलो लटको टमाटर ठुलो भइसक्यो। काउलीहरू सिमीहरू चाहिँ म सिमीहरू एउटा राम्रो खासियत के छ भनेपछि म सिमी चाहिँ छोड्दैन है। मजाले यसले 1.5-2 महिनामा मजाले उत्पादन दिन्छ होइन। अनि यसलाई धेरै पानीको, धेरै स्याहार सुसारको पनि आवश्यकता पर्दैन। त्यही भएर सिमी चाहिँ मैले छेउछेउमा पुरै रोपिरहेको हुन्छु होइन। अनि रेट पनि मैले राम्रै पाएँ सिमीको होइन, पाएन म भन्दैन। तपाईँको 80-90 रुपियाँ किलो, 100 रुपियाँ किलो, 140 रुपियाँ किलोसम्म बेच्नु पनि पाएँ होइन। त्यही भएर मजाले सिमीहरू चाहिँ मैले प्रत्येक टनेलको छेउछेउमा मजाले हालिदिएको हुन्छु। रायो साग, यताउता चम्सुर साग सबै देख्न सक्नुहुन्छ। धनियाँ पनि ठुलो भइसक्यो अब होइन, बेच्नको लागि रेडी भइसक्यो होइन। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ। मलाई चाहिँ यसपालि अलि काँक्राले चाहिँ घाटा लगायो है। अनि यो चाहिँ मैले फर्स्ट लट हो मैले पनि कृषि गरेको। त्यही माथि यो काठमाडौँमा चाहिँ यो घरको काँक्रो, लोकल काँक्रो ल्याएर राखेको होइन। धेरै झाङ्छ होइन, तपाईँको 25-30 ठाउँमा झाङ्छ। यसले चाहिँ तपाईँको खासै राम्रो फल दिएन क्या। तपाईँको फुलहरू लाग्यो, अहिलेसम्म फल चाहिँ दिएको छैन। आशा गरौँ यसले नि फल देला भन्ने होइन। ठिकै छ, केही भएन, घरको काँक्रो माया लागेर रोपिदिएको ठिकै छ। के कस्तो हुन्छ हेर्दै। करेला चाहिँ मैले प्रत्येक उसमा मजाले करेला पनि हालिदिएको छु। 25-30वटा बोट घिरौला पनि छ, लौका पनि चाहिँ मजाले फल्न थालिसक्यो साथीहरू। करेला पनि प्रत्येक टनेलमा 4-5 बोट प्रत्येक टनेलमा छ, देख्न सक्नुहुन्छ। यो टनेल पनि यता छ, यो यता छ, यतापट्टिको टनेलहरू पनि यता छ, छेउछेउतिर होइन। मजाको बनाएको छु बारी चाहिँ, चिटिक्क छ। यो मेरो बारी देख्न सक्नुहुन्छ। यो यही हो साथीहरू होइन। हामीले चाहिँ गुनासो गर्नुभन्दा उत्पादनलाई चाहिँ कसरी वृद्धि गर्ने भन्नेतिर सोच्यौँ भने चाहिँ सोचेको जस्तो प्रतिफल नपाउला, तर त्यति धेरै घाटा पनि बेहोर्नु पर्दैन होइन। त्यही हो। हस्, धन्यवाद। अब बाँकी कुरा चाहिँ नेक्स्ट भिडियोमा है त।